अनुभूति हो र आजको यस दिनले हामीलाई अब हामी समयमै पानीको महत्त्व बुझेनौँ र पानीको संरक्षण र सम्वर्धनतर्फ हामी लागेनौँ भने हाम्रा भविष्यका सन्ततिलाई पानीको, शुद्ध पानीको र सुरक्षित पानीको अभाव हुने कुरा हामीले आजै आकलन गर्न सक्छौँ। अब आज हामीले समस्यालाई मनन गरेर सिद्धार्थ बैंकले विगत गत वर्षदेखि हामीले यो वाकाथन प्रतियोगिताको कार्यक्रमको आयोजना गर्न थालेका हौँ। यस वाकाथनमा उल्लेख्य सहभागिता हामीले पहिलो वर्षमै पनि अनुभूति गर्यौँ र यो हाम्रो यस कार्यक्रमले पानीको महत्त्वको बारेमा जनजागरण र जनचेतना फैलाउन यसले एउटा उल्लेख्य भूमिका खेलेको अनुभूति गरेर हामीले यस कार्यक्रमलाई निरन्तरता दिएका छौँ र यो हाम्रो दोस्रो वर्ष हो र सिद्धार्थ बैंकले लिने कुनै पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू त्यस्ता कार्यक्रमहरूको गम्भीरता र आवश्यकतालाई मध्यनजर गरेर हामीले कुनै एक दिने कार्यक्रम भन्दा पनि तिनीहरूलाई हामीले अलिकति सस्टेनेबल हिसाब किताबले निरन्तरता दिने कार्यक्रम सहित सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू आयोजना गर्दै आएको छ र यो हाम्रो पानी दिवसको उपलक्ष्यमा आयोजना गर्ने वाकाथन त्यसैको एउटा उदाहरण हो र म विश्वास दिलाउन चाहन्छु सिद्धार्थ बैंकले आगामी दिनहरूमा पनि यस कार्यक्रमको निरन्तरता गरिरहनेछ।